आज चाहिँ हामी खासामा जाने भने अब बाइक हेर्नुहोस् त। अब यस्तो बाइकमा चढ्ने अब क्रस फायर। अब भाइले हामीहरूले बाइक नयाँ किनेको रहेछ, क्रस फायर नयाँ। यस्तोमा चढ्नुपर्छ होइन त। अब यो बाइकमा चढ्दा कतिको मजा आउँदैछ हेर्नु। यहाँ फेरि अर्कै छ त सिस्टम त। फ्ल्याग हाल्यो त हैन, भरे गणतन्त्रवादीहरूले राजावादी रहेछ भनेर कुट्ला हामीलाई। यो चाहिँ सिर्फ देशको झन्डा हो, कुनै वादी होइन हामी। ल ओके ओके। अब खासा जाँदैछ तातो पानी होइन। अब बाटो चाहिँ खतम, बाटो चाहिँ यति राम्रो छैन। अब हामी साकु काटेर आइसक्यो। यहाँबाट यस्तो पहाडबाट छिरेर जानुपर्छ। अहिले साकु क्रस भइसक्यो। फुल बाटो पिच भयो भने चाहिँ बवाल हुन्छ होइन। राइट तर यस्तो पहाडको पिचबाट जान्छ कि यहाँको बाटो चाहिँ राम्रो भन्दा पनि बवाल छ। तर यहाँ चाहिँ पुरै अफरोड रहेछ क्या। अहिलेसम्म 10 वर्ष अगाडि म आउँदै जस्तो त्यो बाटो यो बाटो बनाउने भनेर होइन। पानी भने राम्रो हो, आयो भने त जान्छ नि त। मुनिबाट वाल लगाउँदै रहेछ तर पनि पिच भयो भने चाहिँ बवाल नजान्छ। यस्तो पाहाडै पाहाडको मुनिबाट जान्छ। तातो पानी अब बजार आइपुग्यो। अब पानी नै पऱ्यो यहाँ आएर। हेर्नुहोस् हाम्रो बाइकले 1 घन्टामा पुऱ्याइदियो यार। बलेफीबाट खतरा कुदाउँछ हामीहरूले है। यस्तो डेन्जर राइडर हो हेर्नु। बाइक नै यस्तो छ अनि अफ रोडमा त यस्तो स्पिड कुद्ने। अब हेर्नुहोस् यहाँ आइपुगिसक्यो हामी तातो पानी। तातो पानी यहाँ पाउ गुम्बा यो हो होइन। पाउ गुरु शिव मूर्ति रहेछ अनि के रहेछ यहाँ। तातो पानी गुरु विषय के रहेछ योहरू। तातो पानी आउने बित्तिकै पानी नै पर्यो। पानी पर्यो, सिमसिमी पानी पर्यो। हाम्रो गाडी चाहिँ कहाँ होला है। तातो पानीको धारा जाने बाटो यहाँ चाहिँ इन्ट्री। यहाँबाट टिकट भन्ने छ। यहाँ टिकटको ओन्ली 50 रुपिस। यस तातो पानीमा अब म सायद पनि 30 वर्षपछि आउँदैछु अनि किन्नु त परिहाल्यो नि। यति धेरै चेन्ज भइसकेको छ। म लगभग 28-30 वर्षपछि आउँदै होला यो ठाउँमा। ओ माई गॉड हेर्नु त यहाँ एउटा शिवको मूर्ति नै बनाउँदै रहेछ। अनि पहिला त यहाँ बस यस्तो घर थिएन, ओपन नआउनु मिल्थ्यो मजाले। अहिले त टिकट लाग्दो रहेछ। अब बर्खा आउनु लागेको जस्तो खोला पनि कालो कालो भइसक्छ। पानी पनि पऱ्यो अलिअलि अनि ठाउँ चाहिँ बबाल छ च्याउस। तातो पानीमा सबैभन्दा ब्युटिफुल मान्छे चाहिँ यता छ हेर्नुहोस्। मुटुकसँग मुख्यमन्त्री यहाँ चाहिँ नर्मल ठाउँ रहेछ। आजभोलि चाहिँ अलिक सिस्टम चाहिँ बनाएको छ यहाँ। माइलाहरू लगाउने छ यो पहिलाभन्दा अलिकति चेन्जेस तर पनि अझै धेरै गर्नु बाँकी छ। तातो पानीको नुहाइ धुवाइ कस्तो भयो त? तातो टाउको पोलेर नुहाउनु सक्दैन यस्तो तातो छ। यस्तो डेन्जर तातो हुँदो रहेछ। ल खुसी यो ट्रिप गुड। तातो पानीले कति जति नुहाए? तातो एकदम तातो। यो चाहिँ भोटेकोसीको खोला यस्तो छ यहाँको माहौल रोक्यो चाहिँ। आज पानी परेर काम खत्तम भयो। खासै खिच्नमा त थिएन। अनि यहाँ हाम्रो नयाँ के अरे हाम्रो भिडियोमा नयाँ मान्छे आयो क्या। कहिले आउनुहुन्न कहिले। अनि आज त सबैजना यता आउनु भएको छ। अनि धजाइ खास गरेर ठिक छ। अब हामी तातो पानीमा छ। अब तातो पानी नुहाइ धुवाइ गएर यस्तो भिड छ तातो पानीमा। अब तातो पानीमा त पानी परेको परै छ। अब लन्च भइसक्यो। अब हामी रिटर्न हुँदैछ। रिटर्न होइन अब माथि जाने खासा बजार जाने। अब चाहिँ हामी खासा बजार जाने। तातो पानी खाना खायो होइन त। अब खासा बजारमा म सायद 28, 29, 30 वर्षपछि जाँदैछ होला हैन।
अनि खासा बजार जानु पर्यो अब कस्तो भइसक्यो हेर्नु पर्यो चेन्ज तर आज मौसमले चाहिँ अलि साथ दिएन बाइकमा चाहिँ गाह्रो होला जस्तो छ तर पनि जे होस् यस्तो बबाल देखिरहेको छ अब चाहिँ नि हामी तातो पानीबाट माथि आएर चाहिँ नि यहाँ हेर्नुहोस् कस्तो दामी वाटरफल भयो सो गोर्जियस सो दामी वाटरफल हामी बाइक पाएको छौँ त्यहाँदेखि यहाँदेखि माथि चाहिँ खस्नु जाने अब ल यहाँबाट लोकेसन पनि यस्तो राम्रो देख्दो रहेछ यो तातो पानीबाट भन्दा अलिकति मात्र माथि पर्छ यो ठाउँमा चाहिँ अवश्य घुम्न आउनु होला तपाईँहरू हेर्नुहोस् गाडीको पाइरो चाहिँ यो रहेछ पहिला भूकम्पमा लागेको अनि यस्तो यो पुरा भत्किएको रहेछ अहिलेसम्म त्यही रोड राम्रोसँग बनेको छैन अब एकदमै बाटो डेन्जर छ यहाँ चाहिँ नि यही बाटोले गर्दाखेरि नि यो बाटोमा मेन समस्या अरू त सबै ठिकै छ चाइना हो ऊ माथि देख्दैछ खासा हो खासा हुँदा डम भन्ने चाहिँ यही हो अब हामी जान सक्ने चाहिँ यही माथि मात्र हो यो लिभिङ बजार आइपुग्यो हामी अब यहाँदेखि पर चाहिँ लिभिङ भन्ने बजार यही हो यही हो लिभिङको यहाँदेखि चाहिँ लिभिङ बजार यहाँदेखि माथि चाहिँ पुरै लिभिङ बजार आइपुग्यो 30 वर्षपछि लिभिङ बजार आइपुग्यो त हेर्नु त लिभिङ बजार पहिलाभन्दा सानो भएको कि त्यस्तै हो सानो जस्तो लाग्यो मलाई हेलो भाउजू पनि आएको छ सबैजना छ आज है अनि अब यहाँबाट खासा हो होइन अनि यहाँदेखि माथि चाइना भनौँ टिबेट भनौँ त्यही हो तर यहाँबाट जानुको लागि सिन्धुपाल्चोकहरूलाई चाहिँ पर्मिट पाउँछ अरे त्यहाँ पुलदेखि उता जानलाई अनि पर्मिट बनाउनु पर्दछ आज चाहिँ म अनफर्चुनेटली सटरडेमा आइपुग्यो सटरडेमा चाहिँ बन्दैन रहेछ त्यो पर्मिट नभए पर्मिट बनाउनु पाउँछ यो नै हो अब म योभन्दा अगाडि 30 वर्ष जस्तो अगाडि आएको थियो यो ठाउँमा हेर्दा एकदम ठाउँ राम्रो छ अनि यहाँदेखि उता जानुको लागि चाहिँ नि सिन्धुपाल्चोकहरूलाई चाहिँ जानु पाउँछ सिन्धुपाल्चोकहरूलाई चाहिँ पर्मिट हुन्छ यहाँदेखि उता व्यापारहरू मार्केटिङहरू गर्नुको लागि जानु मिल्छ तर अहिले चाहिँ हामीलाई चाहिँ जानु मिल्दैन रहेछ मेरो पर्मिट बनाउन सकेन किनकि आज सटरडे पऱ्यो अब चाहिँ नि आयो हामी टिबेट भाषा यहाँ आइपुग्यो अनि यहाँदेखि उता यस्तो जानु लाग्यो गेट क्लोज रहेछ उनीहरू लन्च टाइम रहेछ लन्च टाइममा 12 बजे गेट बन्द हुन्छ रहेछ तर अहिले गेट पनि खोले जाटोक भनेको चाहिँ के भन्दाखेरि चाहिँ नि जाटोक भनेको चाहिँ एकदम मित्रता भन्छ नेपालीमा फ्रेन्डसिप सम्छेन भने सम्छेन भने चाहिँ ठुलो के अरे नेपालीबाट ब्रिजलाई के भन्छ नेपालीबाट ठुलो पुल भनेको मजाको ठाउँ छ यो ठाउँमा मैले पहिला धेरै सपिङहरू गरेको थियो यहाँदेखि चाहिँ बाटो माथि गएर यस्तो माथि गएर चाहिँ माथि चाहिँ डम भन्ने चाहिँ त्यही हो मेन खासा बजार चाहिँ त्यही हो यहाँबाट हामी ब्रिजमा आइपुगे गेटबाट इन्ट्री यो नै हो नेपालको सबैभन्दा नजिकको नेपाल र चाइनाको बोर्डर अनि पहिला त यहाँ आनन्दले म हिँड्थेँ अनि अहिले त यस्तो भएछ हेर्नुहोस् एकदमै यहाँ मान्छेहरू यहाँसम्म फोटो खिच्न घुम्नु आउँछ तर सिन्धुपाल्चोकहरू चाहिँ त्यो यहाँबाट नै उता जानु मिल्छ तर आज हाम्रो पासमा भएको कारणले गर्दाखेरि जान मिल्दैन फेला लेप्सो लाइस टिबेटमा आइपुगे टिबेट हो चाइना
यहाँदेखि उता चाहिँ पास भन्दै जानुपर्छ मैले सोधेको सिन्धुपाल्चो यहाँ गाम्ची पेदङ भयो कि सन्तमभेदादी sambannya padu orang ini. Nah, Sindupalso perangati itu pas gitu, padu juga. Malah ya pas sosial gitu. Ini sampai balik lebih pas itu masuk. Lucu minum kong lesi. Tapi yang ini pas sama dia. Ini pas sama dah lalu berja. Ini mah juga kata pemang orang. Untuk dia lah ramai. Ini ya sih itu tunggu lagi tu. Ini alam sih ya lah. Ada di sambar यो गाडीहरु चाहिँ पुरै इलेक्ट्रिक गाडी रहेछ अनि योहरु सबै नेपालमा अब किन्ने मान्छेहरु छ भने यसको लागि सबै गाडीहरु यस्तो दामी दामी देखिरहेछ सो गुड ल यति मध्येमा तपाईहरुको गाडी कुन चाहिँ हो छुटाउनु है त आफूले भाग लाउने योहरु सबै टिप्परहरु सामान ल्याउन लागिरहेछ उनीहरु ज्ञान लियो मोटर लो के मोटर रहेछ पेट्रोल तपाईहरुको गाडी कुन चाहिँ हो भाग लाउन है आफ्नो छुटाउन आफ्नो गाडी छुटाउन त फेगेला चम्बल छङपा लाग्यो छङपा तर 4 दिन भइसक्यो त्यो पछाडि किन आको हिजो मात्रै सम्झ्या चकलेट हो सबै भन्दा अल्को बन्जी जम भन्ने ठाउँ चाहिँ यही हो रहेछ यो चाहिँ नि माथि खासा जाने बाटो तातो पानी जाने बाटोमा हो यो स्थलको तर आज चाहिँ नि छैन मान्छे छैन के हो क्लोज होला कि के होला आज भने अगाडि त यस्तो हल्का सफा ल यस्तो तल यहाँ रहेछ तर आज बन्द रहेछ जाने ठाउँ जाने ठाउँ ल यहाँबाट यस्तो तल हाम्बाले के हुन्छ होला वाह 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 तो ताला